सामुदायिक वन 4 कोसे झाडी भएपछि यस्तो उत्पादन हुन्छ। ल हेर्नुस्, भाउजू आएको र बोरो लिएर आउने हो कि ऊ माथि जान लाग्यो यार। ला त्यस्ता कसरी हान्ने त हानेर त किन उ गर्ने र अहिले। यो प्रजातिको अजिङ्गर चाहिँ हाम्रो गाउँमा पहिलो पटक आएको चाहिँ होइन। योभन्दा पहिला पनि कसैको टौवा मुनि कहिले चाहिँ रोड बाटो क्रस गर्दै गर्दा ओल्लो नर्सरीदेखि पल्लो नर्सरी जाँदै गर्दा देखेको अवस्था नै छ। कहिले कहिले दाउरा घाँसहरू काट्न गएको बेलामा चाहिँ उही नर्सरीमै देखेर त्रसित हुँदै भागेको अवस्था पनि छ। स्थानीयहरूको पटक पटक अहिले त्रसित गराइरहेको छ। बोरो અહીં थाबेको के आएन। सामुदायिक वन अलिक झाडी र अव्यवस्थित भएको कारणले चाहिँ यो बढेको अनुमान लगाउन सकिन्छ। सामुदायिक वन 4 कोसे झाडी भएपछि यस्तो उत्पादन हुन्छ। ल हेर्नुस्, भाउजू आएको र बोरो लिएर आउने हो कि ऊ माथि जान लाग्यो यार। ला त्यस्ता कसरी हान्ने त हानेर त किन उ गर्ने र अहिले। यो प्रजातिको अजिङ्गर चाहिँ हाम्रो गाउँमा पहिलो पटक आएको चाहिँ होइन। योभन्दा पहिला पनि कसैको टौवा मुनि कहिले चाहिँ रोड बाटो क्रस गर्दै गर्दा ओल्लो नर्सरीदेखि पल्लो नर्सरी जाँदै गर्दा देखेको अवस्था नै छ। कहिले कहिले दाउरा घाँसहरू काट्न गएको बेलामा चाहिँ उही नर्सरीमै देखेर त्रसित हुँदै भागेको अवस्था पनि छ। स्थानीयहरूको पटक पटक अहिले त्रसित गराइरहेको छ। बोरो અહીં थाबेको के आएन। सामुदायिक वन अलिक झाडी र अव्यवस्थित भएको कारणले चाहिँ यो बढेको अनुमान लगाउन सकिन्छ।